हेलो के छ केटाहरूको हालखबर। यो भिडियो आउन चाहिँ अलि ढिला भयो तर आयो, तर दामी आएको छ। हेर्नु होला है त केटा, आउँदैन सबैहरू आउँदैन, यस्तो अलि डिमोटिभेट भयो। फेरि आउँछ, फेरि आएको छ। आज त टाइटल देखेर थाहा पाइसक्यो होला हजुरहरूले के गर्ने भनेर। र स्पिड पनि मैले 4 गर्दैछु, तर सरी, तर ठिक छ। आज स्पिन गर्दैछौँ, यो बन्डल निकाल्नेको ट्राई गर्नेछौँ। 2000 डायमन्ड थियो, 200 चाहिँ खत्तम हानिसक्यो, अहिले सकिसक्यो। अंबानी मेरे जेब में क्या बोला तूने? बोला जस्ता नहीं है, गरीब हूँ। ओइ मार्क्स मिल्यो, ठिक छ। 200 को स्पिन फेरि गरौँ। गरेन यति फ्रेन्डली छ नि, गरेन मेरो घरमै हाल्छ, मेरो घरमै मलाई सिधै बन्डल दिन्छु, थाहा छ मलाई, गरेन हाल्दै विश्वासघात गर्दैन। किनकि देख्नुहोस्, विश्वासघात गरिदिएकोमा टोकन कति थोरै पाएको। ट्रिक गर्दैछौँ अब फेरि हामी, पुरानो ट्रिक। जो ओल्ड प्लेयरहरू छ नि तिनीहरूलाई थाहा होला यिनीहरू, होइन। यो ट्रिक हामी पहिला कस्तो गर्थ्यौँ र केही त पाएको छ, केही त पाएको छ, केही चाहिँ पाएको छ। यो देखेर थाहा पाइसक्यो केही त पाएको छ। इमोट पाएँ, नाइस इमोट पाएको छ। हेरौँ फेरि गरौँ, किनकि कन्जुस छौँ हामी, कन्जुस छौँ एक नम्बरको। अब हेरौँ फेरि के पाउँछ कि। यो बन्डल पाए त राम्रो हुन्थ्यो। ओह गॉड, एक बार दिला दे। मलाई यो होइन, यो ग्रिन कलरको बन्डल भन्दा नि मलाई यो नाङ्गे भएको खाले बन्डल चाहिँ दामी छ क्या। नाम चाहिँ त्यति थाहा छैन, सरी फोर डिमन सेयरको मान्छेहरूलाई। यो के भयो, है गर्नेले मेरो डायमन्ड खायो। डायमन्ड त जतिको त्यति खायो, त्यो पनि हेरौँ फेरि ट्रिक गरौँ। यसपालि केही त पाउँछ होला। डायमन्ड खसेको देखेर मेरो मुटु खस्दैछ। डायमन्ड गएको देखेर 5 टोकन 10 5 फेरि 2 चोटि पायो। 2 मार्क्सको कति 5 पाउँदैन, अझै 5। यसपालि दर्रो टोकन पाएछ यार। 27 प्लस टोकन आएको छ यसपालि चाहिँ। यसरी आयो भने त म निकालिहाल्छु नि, 2 बन्डल निकालिदिन्छु यस्तो आयो भने त। फेरि 200 स्पिन हानौँ, के पाउँछ के पनि पाएको छैन। 100 राम्रो देख्यो, अर्को चाहिँ दिँदैन गरेन चाहिँ, यो मलाई थाहा छ। ओइ झुकेर भन्दैछु गरेन, सरी। बन्डल पाइसकेको छ हेर्नुहोस्, तर जुन राम्रो लाग्थ्यो त्यो पाएन। यस्तै यो गरेन, यस्तै छ, यसै चुतिहाल्छ। हेरौँ के पाउँछ के पाउँछ के पाउँछ। फेरि स्पिन हान्दैछौँ, 400 डायमन्डमा पुगिसक्यो, तर मेरो मेन बन्डल पनि पाएको छैन। त फेरि हेरौँ के पाउँछ। 3 टोकन 2 टोकन के हो यार, इमोट पाएँ फाइनली। इमोट पाइसकेको छ फेरि हामीलाई। कति लिन्छ टोकनको, 100 225 छ। त्यति त टोकन हुँदैन होला, तर म निकाल्ने छु यो बन्डल त स्योर। डायमन्ड टोक गरेर भए पनि, भिडियो अफ क्यामेरा भए पनि म गर्नेछु, निकाल्नेछु। यो लास्ट मनपर्छ, मेरो घर जमिन सब बेच्नेछु यसको लागि चाहिँ। सरी के टोकन पाएको यार, गरेन। डायमन्ड कम छ भन्नेमा यस्तो गरिदिन्छ। लास्ट टोकन छ, लास्ट डायमन्ड छ, केही त पाओस्। बन्डल सिधै पाइदियोस् यार। क्या मै हो जाएगा यार। म चाहिँ बन्डल पाएन। फेरि बन्डल पाएको छैन। डायमन्ड सकिएको छ यहाँ, हेरौँ के छ कि। डायमन्ड सकिसक्यो हाम्रो। गरेनाले हामीलाई कङ्गाल बनाइसक्यो, रोडपट्टि बनाइसक्यो हामीलाई। र यो डायमन्ड भएको पनि खर्च हान्दी। 2000 डायमन्डबाट 11 डायमन्डमा पुऱ्याइदियो, तर मेन बन्डल पनि पाएन। शाबाश बेटा, बहुत बढिया। र च्यानललाई सपोर्ट गर्नु चाहिँ नबिर्सिदिनु होला।